Radhika and welcome back to my channel and YouTube channel सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। म चाहिँ स्कुलबाट परीक्षा दिएर आइसकेँ। आज चाहिँ हाम्रो चाहिँ नेपालीको परीक्षा थियो। परीक्षाको दिएर आएँ, बल्ल बल्ल कट्यो। ठिकै कट्यो भनौँ। 15-16वटा क्वेसन जति लेखियो। त्यहाँ टाइम पुग्यो नि त्यहाँ लेख्नै पाइएन। लेख्दैको एक दुईवटा क्वेसन लेख्नै पाइएन। दुःख लाग्यो। 3 घन्टाको समय थियो तर नेपाली युज गर्नु पर्यो, सोच्नु पर्यो। Very good. Good paper है. नहीं देखा तो जाओ तक. और ही मालूम है. ओह. Ada sih ngai deh gara mana अभी पकड़ रही है इतना रंग पकड़ रही है बिहान चाहिँ खतम नै गरेको भोलि पानी आउँछ घरि आउनु त्यस्तै गर्यो सबैले कोही लागेको ये पुरै प्रोसेस गर्नु उतेर यहाँ तिमीलाई झ्याप्पै उठ्छ But it's all nah nanti cu खाइसकेँ नुहाइदै गरेको अलिक त्यही पानी गयो पानी मरेछ त्यस्तै त नुहाइदै गर्नु पर्यो पानी चाहिँ म पानी खै त साथी